चाहिँ हाम्रो यो डिस्कभर भाइ हाम्रो यो डिस्कभर चाहिँ हामीले यो तिनकुनेको जङ्गलमा बिग्रेको थियो अनि हामीले यो ल्याएर आएको थियौँ। यो चाहिँ गाडी स्टार्टै नहुने के नलाग्ने हो त्यस्तो भएको थियो यसको चाहिँ। अनि यसको चाहिँ हामीले हाफ इन्जिन खोलेको छौँ। यसको चाहिँ इन्जिनै सिज लागेको रहेछ। अनि यसको चाहिँ के सिज भएको भन्दाखेरि चाहिँ यसको यो पिस्टन हुन्छ हो, यो पिस्टन सिज भएको यसरी हल्लिनु पनि हल्लिँदैन, यसरी सिज भइसकेको छ। यो यस्तो जाम भइसकेको छ, त्यो भएर चाहिँ यो गाडी स्टार्ट नभएको, कम्प्रेसर पनि नहुने, किकै नलाग्ने, किक टाइट नटाइट हुने भयो भने चाहिँ यसको यो ब्लक पनि यस्तो भइसकेको छ, पुरै घोटिसकेको छ। यसको यसरी बोर भइसकेको छ यो पिस्टनले गर्दाखेरि। अनि यो जुन बेल हुन्छ बेलहरू पनि बाङ्गेको छ यसको चाहिँ। यो जुन मेन यो कनेक्टिङमै चाहिँ हाम्रो यो सिज भएको छ पिस्टन पिन। हाम्रो चाहिँ ट्याक्क लगाएर यो सामान धुइदाइ भइसकेको छ हाम्रो चाहिँ यो डिस्कभरको इन्जिनको। अनि हामीले चाहिँ यसको फुल इन्जिन नगरिकन यसमा यो सिज भएको काटेर निकालेर हामीले चाहिँ सरेसले मिलाएको छौँ। यस्तो मिलाउँदाखेरि पनि हुन्छ। अनि यो हामीले चाहिँ अब ट्याक्क सामानहरू यसरी धुइदाइ गरेर अनि यसको क्लच प्लेट अनि पिस्टनहरू सबै फेर्न आँटेको, बेलहरू सबै रेडी छ सामान। अब हाम्रो दाइले चाहिँ अब यहाँ फिट गर्नुहुन्छ है। डिस्कभरको इन्जिन फिट गर्दाखेरि चाहिँ के ध्यान दिनुपर्ने र के फेर्दाखेरि चाहिँ राम्रो हुन्छ हो, यो चाहिँ हामीले सबै भन्छौँ है तपाईँहरूलाई। अनि तपाईँहरूले पनि यो भिडियो पुरै हेर्नु होला। यहाँ चाहिँ हाम्रो रिङ बस्दैछ पिस्टनमा। अब ट्याक्क रिङ लागिसकेपछि चाहिँ हाम्रो यो कनेक्टिङमा ट्याक्क यहाँ लागिसकेपछि चाहिँ हाम्रो इन्जिन फिट हुन थाल्छ। यसको चाहिँ हाम्रो रिङ, पिस्टन, बेल अनि हाम्रो यो के भन्छ के फेरेको बेल वेल सिल। हाम्रो चाहिँ अब पिस्टन पनि अब कनेक्टिङमा लागिसक्यो। रिङ लक हाल्दै हुनुहुन्छ हाम्रो दाइले। लक हालिसकेपछि ट्याक्कसँगले ब्लक हालिसकेपछि चाहिँ हामी यो पिस्टन कतिको ग्याप छ छैन हो त्यो हेर्छौँ है। अब तपाईँहरूको पनि त्यो पिस्टन नयाँ हाल्दा पनि ग्याप भयो भने चाहिँ मोबिल माथि चढ्छ र धुवा फ्याँक्ने, प्लग सर्ट हुने हो त्यस्तो हुन्छ है। इन्जिन बनाएको कुनै अर्थै हुँदैन। त्यसैले हामी चाहिँ जहिले चेक गरेर हाल्छौँ। त्यसले चाहिँ यो जुन यो ब्लक लाग्ने भाग हुन्छ हो त्यहाँनिर ग्यास किट हाल्दाखेरि चाहिँ हामीले ग्यास किट हाल्दाखेरि चाहिँ पेस्ट यसरी नरम र थोरै मात्रै पेस्ट लाउनुपर्छ। यस्तो थोरै लाएमा चाहिँ मजाले टालिन्छ, फिनिसिङ देखिन्छ है, लतबत देखिँदैन। अनि जुन यो होल्ड हुन्छ मोबिल चढ्ने हो त्यसमा चाहिँ अब धेरै पेस्ट हाल्यो भने के हुन्छ बाहिर निस्किन्छ चेपेपछि अनि यो दुलो बन्द भएपछि चाहिँ हाम्रो मोबिल माथि पास हुँदैन। पास नभइसकेपछि क्यामसाप र कलुरी मोबिल राम्रोसँग चढ्दैन। त्यस्तो भयो भने क्यामसाप रोकर खान्छ र टाइमिङ आउट भएर इन्जिन सिज हुने डर हुन्छ है। त्यसैले हामीले चाहिँ क्यामसाप माथि मोबिल चढेन भने चाहिँ गाडी धेरै हिट भइसकेपछि यसरी सिज हुन्छ। सिज भइसकेपछि चाहिँ हामीले यसरी काटेर झिक्ने अवस्थासम्म पुग्छ है। त्यसैले हामीले चाहिँ त्यो धेरै पेस्ट हाल्ने, लतबत हाल्ने, डुलो तालिने गरी हो त्यसरी चाहिँ हाल्नु हुँदैन। त्यस्तो भयो भने चाहिँ यसरी खर्च देखाउँछ गाडीले। त्यसैले हामीले चाहिँ थोरै मात्र पेस्ट प्रयोग गर्नुपर्छ है। हाम्रो चाहिँ यो ग्यास किट पनि हालिसक्नुभएको छ दाइले। अनि यो अब हो यसरी हामीले जुन यो ग्यास किट लाग्ने भागमा पुरानो ग्यास किट निकालिसकेपछि हल्का डस्ट त जमेको हुन्छ ग्यास किटको तातेर हो, त्यो चाहिँ यसरी सरेसले घोट्यो भने एकुरेट मिल्छ र ग्याप काहीँ हुँदैन, मोबिल लिकेज हुने डरहरू चाहिँ हुँदैन। त्यसैले यसरी गऱ्यो भने चाहिँ तपाईँहरूले पनि राम्रो हुन्छ है। अब हामीले यसरी ब्लक हाल्दैछौँ। यो ब्लक हाल्दाखेरि चाहिँ के हुन्छ भने एक साइड सुरुमै खप्प छिराएर हल्का नङले प्रेस गरेर छिराउँदाखेरि चाहिँ सजिलै छिर्छ। अब 150हरूको चाहिँ अब जुन छिस्ने ठाउँ हुन्छ हो त्यो चाहिँ दिएको हुँदैन। अनि यसको चाहिँ जुन हुन्छ भने अलिकति ग्याप काटिदिएको हुन्छ त उतापट्टि हुन्छ, पक्नु त देखाउँछु हो यस्तो ग्याप हुन्छ। यो ग्याप छ भने चाहिँ हामीलाई अब रिङहरू छिराउनु सजिलो हुन्छ। यहाँनिर ट्याक्क नङले छिचेर चाहिँ खपक्क छिर्छ। अब जुन यो 150 उति चाहिँ अब यस्तो छिस्ने दिएको हुँदैन, हल्का काटिएको हुँदैन, त्यस्तो गर्दा चाहिँ छिराउनु अलिक अप्ठ्यारो हुन्छ, रिङहरू बाङ्गिने हुन्छ। अब यिनीहरूको चाहिँ हो त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले सजिलैसँगले छिराउनु सकिन्छ। हामीले चाहिँ ब्लक चढाइसकेको छौँ। अब ब्लक चढाइसकेपछि हामीले के चाहिँ चेक गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले यो जुन
यो पिस्टन हुन्छ, यो पिस्टन चाहिँ अब राम्रोसँग बोर्ड भएको छैन भने चाहिँ के हुन्छ भने नयाँ पिस्टन पनि यसरी साइड प्ले हुन्छ क्या। साइड प्ले भइसकेपछि के हुन्छ भने यस्तो साइडदेखि हाम्रो यो मोबिलहरू लिकेज हुन्छ। मोबिल लिकेज भइसकेपछि चाहिँ हाम्रो धुवा फ्याँक्न थाल्छ, माथि गएपछि प्लग सर्ट हुन्छ। हो त्यस्तो भएपछि हाम्रो इन्जिन बनाएको चाहिँ कुनै अर्थ हुँदैन। त्यसैले हामीले इन्जिन बनाउँदाखेरि चाहिँ हामीले यहाँनिर यो ग्याप हेर्नुपर्छ है। अब कतिले चाहिँ अब नयाँ पिस्टन हो केही हुँदैन राम्रै हुन्छ भन्ने, राम्रै बोर्ड गटेको हुन्छ भन्ने र डाइरेक्ट हालिदिनुहुन्छ। अब के हुन्छ भने अब सबैजनाले अब गर्नु त राम्रै गरिन्छ, कहिलेकाहीँ मिस्टेक भएर अलिकति पनि ग्याप छ भने चाहिँ के हुन्छ भने हाम्रो फुजुल खर्च हुन्छ। त्यसैले हामीले चाहिँ इन्जिन बनाउँदाखेरि चाहिँ यसरी जहिले यसरी चेक गर्दाखेरि चाहिँ अब राम्रो हो है। किनभने अब कोही कोही बेला फल्ट भएको हुन्छ, त्यस्तो बेला चाहिँ अब समस्या आउँछ। त्यसैले हामीले चाहिँ यो चेक गरेर मात्रै हाल्नुपर्छ है। हेर्नु सक्नुहुन्छ यसको चाहिँ अलिकति पनि साइड प्ले छैन। हामीले चाहिँ यो माथि हेडको नट कस्दाखेरि चाहिँ जहिले पनि क्रसिङ यो कसो भने यो कसो, यो र यो बराबर कसो, अनि त्यस पछाडि चाहिँ यो र यो यस्तो क्रसिङ कसो भने चाहिँ के हुन्छ भने दुईपट्टिको साइड चाहिँ मजाले थाप्प बस्छ। अब तपाईँले एक साइड मात्रै यो साइड र यो साइडको मात्रै टाइट गर्नुभयो भने यता अगाडिपट्टि हुन्छ। क्रसिङ गर्नु भने चाहिँ एकदमै सिधा हुन्छ। त्यसैले हामीले चाहिँ यो कस्ताको चाहिँ क्रसिङ गर्छौँ है। यो हामीले चाहिँ अब यो डिस्कभरको चाहिँ हामीले हेड लगाएर पनि हामीले चाहिँ क्याम चेनहरू हालेर टाइमिङहरू सबै मिलाइसक्यौँ। हाम्रो यो डिस्कभरको टाइमिङ चाहिँ अब जुन यो एरो हुन्छ, यो एरोको अलिकति माथि हुन्छ जुन यसको लाइनको सिधा, अनि यहाँनिर हो यसको सिधा एउटा दाग हुन्छ भित्र। अहिले चाहिँ अलिक मजाले देखियो हो त्यसको सिधा चाहिँ यो टी हुन्छ। हो त्यो टी सिधा भइसकेपछि चाहिँ तपाईँको के हुन्छ भने यसको टाइमिङ हुन्छ, यो सिधा हुन्छ। यसको सिधा भइसकेपछि चाहिँ अनि त्यस पछाडि चाहिँ टाइमिङ हुन्छ। अनि यो जुन यता क्लच बक्समा चाहिँ अब तपाईँको अब यो क्लच बक्सको चाहिँ अब हामी फिटै गरेर देखाउँछौँ एक एकवटा सामान एकैचोटि भन्दैनौँ।